यो भिडियो चाहिँ मेरो फ्राइडेको हो होइन। अनि आज मैले चाहिँ भोइस ओभर गरिरहेको छु। आज चाहिँ ट्युसडे हो। अनि यतिको दिनसम्म चाहिँ मैले भोइस ओभर नगर्नुको कारण, यो एडिट नगर्नुको कारण चाहिँ यही नै थियो, मलाई आउँदैन थियो। आज यो भिडियो एडिट गर्दै गर्दाखेरि जुन पार्ट डिलिट गर्न खोज्छु त्यो चाहिँ बसेको हुन्छ, अनि जुन चाहिँ राख्न खोज्छु त्यो डिलिट भएको हुन्छ। ओ माई गड, मलाई यो यति गाह्रो भइरहेको छ होइन। अनि यति बेला चाहिँ फेरि टाउको यति दुखिरहेछ यो भोइस ओभर गर्दै गर्दाखेरि। अब यो कहिले पोस्ट हुन्छ भनेर पनि थाहा भएन मलाई चाहिँ, फेरि अहिले स्योर छुइनँ म। तर यो कस्टमरको काम गर्दै गर्दाखेरि चाहिँ म एकदमै खुसी थिएँ होइन। ऊ पनि एकदमै खुसी थियो। ऊ चाहिँ साउदी अरेबियादेखि हो। अनि आफ्टर यो लास्ट सिचुएसन जे पनि भयो त्योभन्दा पछाडि चाहिँ ऊ पहिलोचोटि आइरहेको थियो आज। अनि हाम्रो चाहिँ यति धेरै कुरा गऱ्यौँ हामीले होइन। आमामा हामी चाहिँ फेरि कस्तो भने जहिले पनि कामको चाहिँ हामीलाई कुनै मतलब हुँदैन। उसलाई पनि केही वास्ता हुँदैन मैले काम के गरिरहेको छु, कस्तो गरिरहेको छु, के कति गरिदिएको छु, उसलाई केही वास्ता खोजी हुँदैन। बस कुरै मात्रै गर्ने हो, नयाँ के चलिरहेछ भन्ने हो होइन। डेट भएको छ कि छैन, यसो नयाँ डेटिङ गएको छ कि छैन, डेटिङ एपहरू अहिले चलेको छन् कि छैनन् होइन। यस्तै मात्रै कुरा गर्ने हो हामीले चाहिँ। अनि अहिले फेरि होइन कुन कता के चलिरहेछ होइन, अदलियातिर कता अफर चलाएको छ कि छैन, लेडिज नाइट कहाँ हुन्छ भन्ने हो। यस्तै मात्रै कुराहरू गर्ने हो। अनि एकदमै धेरै रमाइलो हुन्छ, एकदमै धेरै हाँसेर काम गर्छौँ हामी दुईजनाले काम गर्दाखेरि चाहिँ। अनि कस्तो धेरै स्टोरीहरू थियो नि त, स्टोरीहरू झन्डै 4 महिना जस्तो होल्ड गरेको स्टोरी थियो। हामी चाहिँ आई गेस मलाई लाग्छ फेब्रुअरीदेखि भेट भएको थिएन हाम्रो चाहिँ। अनि अस्तिको फ्राइडे भएको थियो। ओहो कति कुरा गऱ्यौँ क्या हामीले चाहिँ। अनि उसलाई चाहिँ सधैँभरि सिम्पल, अनि त्यस पछाडि या त न्युड या त फ्रेन्ड्स, त्यही नै हो। मेरो प्राय कस्टमरहरूले चाहिँ न्युड फ्रेन्ड्स हुन्छ क्या। मलाई कस्तो डिजाइनहरू गर्न मन लाग्छ होइन, यति धेरै डिजाइनहरू गर्न मन लाग्छ। तर मेरो कस्टमरहरूलाई मैले कति जबरजस्ती गर्दा पनि गर्दैन क्या। किनभने मेरो कस्टमरहरू काम गर्छ होइन। अनि उनीहरू कति धेरैले चाहिँ गभर्मेन्ट अफिसमा काम गरिरहेको हुन्छ, कति धेरै हस्पिटलमा काम गर्नेहरू यस्तो हुन्छ। अनि उनीहरूलाई चाहिँ दिँदैन अरे, काम गर्ने ठाउँमा अलाउड हुँदैन अरे। अनि कसैले चाहिँ रेट पनि कहिलेकाहीँ लगाउँछ है, रेट पनि लगाउँछ होइन नि फ्रेन्ड्स। अनि न्युड नै हो। एनिवेज लास्टमा चाहिँ यो नेल्सको रिजल्ट राम्रो आएको थियो। टाइम पनि यस्तो छिटो गयो जस्तो फिल भएको थियो होइन, आस्ता कुरा गर्दा